नमस्ते डोगदिया, वेलकम टु माई मिनी ब्लग। जुन चाहिँ हुनुहुन्छ आरामै हुनुहुन्छ तपाईँहरू, के गर्दै हुनुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ। आज चाहिँ म जस्ट वाकिङको लागि निस्किएको बाहिर होइन। आज पुरा कालो पत्र लगाएर माथिदेखि तलसम्म कालो पत्र लगाएर हिँडिरहेको छु। आइया 2 दिनपछि हिँडेँ कि क्या हो, 2-3 दिनपछि हिँडेँ, लामो समयपछि हिँडेँ। सन्चै हुनुहुन्छ तपाईँहरू? के कुरा गर्नु, कुरै छैन, नयाँ स्पेसल कुरै छैन। तपाईँहरूको के छ भन्नुहोस्, हेर्नुहोस्। आज छुट्टीको दिन, सुत्यो, उठ्यो, खायो, नुहायो, धुवायो, कपडा धोयो के, कपडा धोएर सुतेर उठेर कपडा धोएर खाना पकाएर खाँदासम्म टाइम त सकिहाल्छ। त्यस कहाँ जाने त, मान्छेहरूले भन्छ छुट्टी छ घुम्न जानुपर्छ, कहाँ जाने घुम्न, कसम भनेको नि मलाई त टाइमै हुँदैन घुम्नलाई। फ्यामिलीसँग कुरा गर्न त पाएको छैन, अरूसँग त के कुरा गर्नु। खै मलाई मात्रै टाइम नभएको हो कि तपाईँलाई पनि नभएको है। मेरो छुट्टी चाहिँ यस्तै गरी गइरहेको छ। सुतेर उठेँ, कपडा धोएँ, नुहाएँ, खाना पकाएँ, खाएँ, भाँडा धोएँ। अहिले हिँडिरहेको छु बाटोमा हिँड्दैछु, तपाईँहरूसँग कुरा गर्दैछु। यस्तै छ विदेशको लाइफ है। नराम्रो सुताइ नराम्रो उठाइ भन्छ नि मान्छेहरूले, त्यस्तै। टाइममा सुत्नु छैन, टाइममा उठ्नु छैन, टाइममा सब कुरो भनेको टाइममा राम्रो हो क्या। टाइममा भएन भने जे कुरा नि नराम्रो। अब एक दिन चाहिँ आधी रातमा आउँछ भन, फेरि बिहानै आधी बिहानमै गइहाल्ने क्या ड्युटी। अनि आयो अर्को दिन चाहिँ सुत्दै फेरि पुरै सुत्ने। अनि कहाँबाट हुन्छ त ब्यालेन्स भन्ने कुरो हुँदैन। त्यही भएर अलिअलि शरीरलाई नि फिट राख्नुपर्छ। अब फिट भनेको मतलब कि यस्तो होइन कि कडा एक्सर्साइज गर्न पाएको छैन अहिले, जस्ट नर्मल्ली आफूले गर्न सक्ने नर्मल्ली त हिँड्न सक्नुपर्छ नि त, हिँड्नुपर्छ होइन। त्यही भएर म हिँडिरहेको छु। अब अलि ढिला आयो भने यस्तो हावा चल्छ कि मान्छेलाई उडाउला जस्तो हावा चल्छ। अनि अलि छिटो आएपछि गर्मी, त्यही भएर यसरी टोपी लगायो, अनि त्यसपछि यसरी मास्क लगायो, हिँड्यो खुइ बाटोतिर हिँड्यो। यस्तो गाडी हेर्नुपर्छ, त्यही भएर यता गाडी अलि कम लाग्ने साइडतिर आयो। गाडी कम साइड लगाएपछि यसो हेर्नु पर्दैन नि त धेरै साइडहरू। जेब्रा क्रसिङ सट काट्यो, हिँड्यो। मेरो दिनचर्याहरू यसरी नै गइरहेको छ। तपाईँहरूको दिनचर्या कसरी गएको छ तपाईँहरू पनि भनिदिनुहोस्। त्यो प्लास्टिकमा के बोकेको भन्नु होला। यसमा पानी छ, पानी त्यस्तो लाग्छ नि त हिँड्दा पानी नि खानु पऱ्यो। यसो बाटो हिँड्दै टक्क सागहरू पायो भने सागहरू पनि किन्नु पाइन्छ, नेचुरल चिजहरू खानु पाइन्छ नि त। किनेर ल्याएको सागभन्दा आफैले टिपेर खान पाएको साग त बेटर हो नि त। के हो साथीहरू, मलाई चाहिँ त्यस्तो लाग्छ होइन। मान्छेको मन चाहिँ सफा हुनु पऱ्यो होइन, सबै कुरो ओके के, सबै कुरो ओके हुन्छ। त्यही भएर अब के भन्नु त, केही भन्नु छ त छैन नि। त्यही भएर थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो होइन। अहिलेलाई बाई भन्छु। बाई गाइज।